कोल बनाएको नुन त कम छ त झोल हालेर त हल्लाइदिएको साथीहरू ल साथीहरू भर्खर चाहिँ दिउँसो भइसकेको छ टाइम भन्नु पर्दा चाहिँ हामी चाहिँ भर्खर कहाँ जाँदैछौँ र दिदीलाई भनिदिनु त आज चाहिँ हामी हिजो चाहिँ हाम्रो पूजासुजा पार्टी गरिरहेको साथीहरू पूजासुजा गरेर मासुको पार्टी भयो भर्खर चाहिँ हामी जाँदैछौँ पुलमा हामीले चाहिँ खानासाना खाएर एकैछिन रेस्ट गरेर त्यसपछि फ्रेस हुँ भनेर चाहिँ हामी पुलतिर घुम्न जाँदैछौँ हाम्रो दिदी यता हुनुहुन्छ हाम्रो मोटे भाइ र मालती चाहिँ अगाडि छन् अब चाहिँ हामी पुलमा जाँदैछौँ साथीहरू एक्सप्लोर गर्दैछौँ यो पुललाई कस्तो छ ऊ त्यहाँ हेर्नु नि साथीहरूले के भन्छ यार हेर्नु त साथीहरू पहिला पहिला कति घरहरू थियो तर अहिले पुरै यहाँको जग्गा जमिनहरू मान्छेहरू बसाइसराइ गरेका कारणले के भयो साथीहरू हेर्नु त खेतहरू बाँझो छ पुरै वरिपरि बनमारा यस्तो छ अवस्था बाटो पनि नाजुक छ साथीहरू तन हामी चाहिँ तलतिर पुलमा जानेवाला छौँ कस्तो हुन्छ हेरौँ है त पुल कस्तो स्क्यारी छ कि नर्मल छ कस्तो रहेछ हेरौँ है त साथीहरू यी पुल चाहिँ यहाँनिर छ अब चाहिँ यहाँ तलतिर जानु पऱ्यो हामी चाहिँ फाइनली साथीहरू हामी चाहिँ पुलको नजिक पुगिसकेछौँ हाम्रो दिदी चाहिँ यहाँ आउनुहुन्छ ल दिदी केही भन्नु छ हाई हेलो गाई चाहिँ अब चाहिँ हामी जाँदैछौँ हेर्नु न पुरा यो खेतहरू थियो पहिला सानामा हाम्रो कस्तो रिमेम्बर हे यहाँ पनि धेरै यादहरू छ साथीहरू त्यसपछि हामी चाहिँ हेर्नु न पुरै यो खेतहरू चाहिँ पुरै बनमारा यस्तो भए मान्छेहरू गर्न छोडे बसाइसरै छ यहाँ चाहिँ घर छ एउटा यता पुरै यहाँ पनि उस खेतहरू छ क्या यहाँ खेत गर्छन् गर्दैनन् मेल्ती दिदी गर्दैनन् खेत गर्छन् सल्लाह गर्दैनन् गर्छन् ए यहाँको खेत चाहिँ गर्छन् है साथीहरू यस्तो ए गर्दो रहेछ नि राम्रै छ त हेर्दाखेरि त ऊ त्यहाँ मान्छेहरू छन् तिनीहरूसँग गएर तिनीहरूलाई फाइनली साथीहरू हामी चाहिँ पुलमा पनि पुगिसकेका छौँ देख्न सक्नुहुन्छ पुल चाहिँ र पुलको बारेमा तपाईँहरूलाई केही जानकारी लिनु छ भने अलि त हट क्यामराम्यान देख्न सक्नुहुन्छ कति मिटरको कहाँ छ भन्ने ल हिँडेर जाऊँ है साथीहरू कति टाइम लाग्दो रहेछ भएर चाहिँ कति बज्यो भन्दाखेरि हेरौँ है त ल सबैजनाले यता हेरिदिने गरेर दिदीलाई पनि दिदी पनि उता भ्लग बनाउँदै हुनुहुन्छ हे गाइस हेलो हामी चाहिँ अब घुम्दैछौँ पुलमा कति किलोमिटर लामो छ यो कति किलोमिटर भन्दाखेरि 338 मिटर रहेछ मिटर किलोमिटर त होइन मिटर ल दिदी जाऊँ ल जाऊँ हाम्रो त्यहाँबाट भाइ र मालती चाहिँ अगाडि गइसकेछन् अब हामी यो पुल कट्दैछौँ साथीहरू गहिरो छ लास्टै गहिरो छ कि म अघि नि बिहान नि आएँ यहाँ त्यो नि भ्लग बनाएको थिएँ तर त्यो भ्लग भन्दा यो भ्लग राम्रो होला जस्तो त्यस कारणले म चाहिँ किन जानु नि त त्यसो पुलमा चाहिँ एकदम डर लाग्छ होइन यस्तो हेरि नि यति गहिरो छ होइन तर पनि म चाहिँ एकदम मन बनाएर होइन यो पुलमा चाहिँ हिँड्नलाई धेरै गाह्रो छ यो लास्टै गाह्रो भन्दा पनि यो मोबाइल खस्यो भने झ्याउ हुन्छ उनीहरूलाई हेर्नु न कति गहिरो छ तलै छ क्या यहाँनिर त्यही भएर चाहिँ हाइट साइड त लिएछ होइन दिदी त त्यहाँ चाहिँ के बस्नु भयो त ल जाम दिदी ल जाम बल गर्नुहोस् ल बल गर्नुहोस् अध्यक्षज्यू उहाँ हल्लाइदिँदैछन् पुल चाहिँ हल्लेकै छ लानुको ल त्यो लास्टै डराउनु रहेछ क्या अब गाइस एउटा हल्ला गल्लै छ यहाँ अवस्था देख्न सक्नुहुन्छ क्यामेराम्यान फोकस करो फोकस फोकस हल्लाइदिएको साथीहरू दिदीहरूमा यहीँ अड्किनु भयो
मोटो फेरि यस्तो हल्लाइदिए पुल साथीहरू सातो गाउँ उनीहरूको यो हल्ला अनि मान्छे फेरि यता छ हेरौँ साथीहरू कसरी ठेचेकै बस्ने हुन् बा ल साथीहरू सुरु गरिन्छ कोल बनाएको नुन त कम छ त तपाईले उहाँले बनाउनु भएको कि उहाँले कुन बनाएको उहाँले कोल बनाएको हजुर बनाएको यस्तो या झोल हालेर त बिहा सार्ने कतिखेर हालेको पियालो छ त खाइ नसक्नु म त गइरहेको हिँड्ने खाने हो गम गम हति जिग्ने अब साथीहरू हेर्नु हाम्रै भन्दा धेरै जिग्नु भयो यति जिग्ने हो ए नाप्ने हो खै ठिक छ मिठो ठिक छ आनन्दको बाटो होइन साथी यस्तो छ एकदम हैन हाम्रो पुलको बिचमा खाँदै हामी चाहिँ मावल अस्ति 3-4 दिन अगाडि पहिला मावल आएको थियौँ त्यसपछि मावल आएर पनि साथीहरू पूजासुजा गरेर सबै चिजहरू गरेर चाहिँ मामाहरू पनि सबै जानुभयो त्यसपछि आज सबै मामाहरू उतातिर जानुभयो बुटोलतिर हामी चाहिँ यतातिर आयौँ मामाहरू चाहिँ गाडीमा जानुभयो अनि फेरि यो हाम्रो यो बाटो चाहिँ तलतिर यो झर्दैन क्या फेरि गाडीहरू यहाँको फेरि टक्सारहरू मात्र हिँड्छ हट्टेतिर खास हिँड्दैन मुनिको हिँड्ने त अब म के जानौँ तर यो बाटो चाहिँ टक्सार जाने हट्टे जाने गर्दैन साथी त्यस कारणले चाहिँ हामी हिँड्दैछौँ त्यसपछि म चाहिँ अब भाइ चाहिँ उकाल्छ आज म चाहिँ अब हट्टे जाने काम छ म चाहिँ पारी अब ऊ त्यो हाइवे छ क्या त्यो हाइवे हो त्यसपछि हाइवे तरेर म चाहिँ उता जान्छु हट्टे भाइ चाहिँ माथि जान्छ होला भाइलाई पनि गाडीमा पठाउनु हुन्थ्यो साथीहरू तर भर्खर अब बल्ल 10 बज्न लाग्छ 11-12 1 2 3 4 वर्षसम्म त बस्नु पऱ्यो त्योभन्दा त यो 2 घन्टामा त माइत के अरे घर पुग्छ 4 घन्टा 5 घन्टा कुर्न भन्दा त भनेर चाहिँ अब भाइ चाहिँ अब घर जान्छस् नि भाइ चाहिँ अब घर जान्छ म चाहिँ हट्टे जाँदैछु साथीहरू त्यही हो साथीहरू है त साथीहरू यहाँ चाहिँ खोला छ त्यहाँ पारि चाहिँ हाइवे पऱ्यो हामी चाहिँ खोला तलतिर आइसकेका छौँ हामी चाहिँ आज खाजामा हामीसँग चाहिँ यी यस्ता चिजहरू भाइले किनेछ साथीहरू यो चाहिँ यसलाई हाम्रोतिर 80 रुपियाँ पर्छ यहाँ त 100 गरे दादासम्म त एक चुस्की लगाइदिनु स्याप घाम भएको बेला चाहिँ उता फेरि पियो जुस खाँदैछ मैले चाहिँ पियो जुस खाँदैछु साथीहरू मेरो स्मरण चाहिँ म माथि पुगेपछि खाने गर्मी हुन्न यहाँ गर्मी हुन्न माथि चाहिँ गर्मी हुन्छ मोटेले 300-400 खर्च गरिदियो मेरो हेर्नु साथीहरू यहाँ त सिप्चना ल्याएको फेरि यहाँ चाहिँ हाम्रो माइतीहरू फेरि सिप्चना पठाइदिनु भएको माइतीले लाभधाम अब चाहिँ हामी पारी जान्छौँ साथीहरू त्यसपछि अब म चाहिँ उकाल्छु हामीलाई चाहिँ हट्टेतिर जान्छ केही त छोडिदिएन नि साथीहरू म चाहिँ एक्लै तलबाट रोडबाट यहाँ माथि आइसकेँ साथीहरू यो अस्ति हामीले देखाएको भुटको पिपलको भुटको रुख पर्ने ठाउँमा अस्ति चाहिँ हामीले दाइ र म फोटो खिचाएको थियौँ आज चाहिँ म एक्लै छु साथीहरू किनभने दाइ हट्टे गइसकेको छ म चाहिँ एक्लै आएको साथीहरू म चाहिँ 15 मिनटमा त्यहाँदेखि यहाँ आइसकेँ साथीहरू तल रोडदेखि यहाँ माथि लगभग ढिलै नि अन्त 25-30 मिनट लाग्छ तर म चाहिँ 15 मिनटमा आएँ एक्लै हिँड्दाखेरि मजा आउने रहेछ साथीहरू एक्लै हिँड्दाखेरि छिटो हिँड्ने रहेछ भन्ने कुरा त्यही भएर चाहिँ म आज छिटो आएँ साथीहरू यहाँ चाहिँ अब मेरो नास्ता छ साथीहरू आज चाहिँ म थोरै नास्ता खान्छु त्यही लो यो 60 भन्ने केटी यो 60 भन्ने केटी भेट्यो यसलाई चाहिँ लिएर आउने हो यसलाई किडन्याप गर्ने हो
साथीहरू म चाहिँ अहिले घरभन्दा अहिले चाहिँ आइसकेँ। यहाँ चाहिँ हाम्रो किम्लेको कुल मन्दिर रहेको छ साथीहरू। यहाँ माथि पनि कुल मन्दिर रहेको छ। बल्ल बल्ल आइसक्यो माथिसम्म। भर्खर चाहिँ लगभग 1 बज्नु लागिसकेको साथीहरू। दाइ चाहिँ अघि नै हत्या पुगिसक्यो अरे। म चाहिँ हिँड्दा बल्ल बल्ल आइसक्यो। आज सिधै घरमा गएर बस्नु ढौ भएको छ। 3 hours later. के भयो मान्छे गम गयो कि मान्छे त्यहाँ भएन माथि गरौ माथि यसो गरौँ ह्याप्पी बर्थडे दाइ भन सकियो अब दाइ बन्छ अब ह्याप्पी हाँसेर है ल अब काट्ने ल राख यो भुइँ अगाडि ल ल सबले ह्याप्पी बर्थडे भनौ ल। ह्याप्पी बर्थडे भन खै ह्याप्पी बर्थडे टु यू आशा रिस्ती खै खुसी हुनु पर्यो नि यसो नाच्न पर्यो नाच्न पर्यो अब आज दिउँसोबाट 6 वर्षमा भाइको डाकटी सजिन नाचिन्छ भयो भान्जे ल बस ल त्यो त मामा कता गयो चेक के एउटा थाली राख्नु न त्यसै थालीमा राख्दिनु कि हातमा दिनु त्यसै होइन थाली खोले खनानु चाहिँ हरियो पैसा नगद त्यसो राख्ने होइन पैसा यो खाइदिनु थोरै काट्नु त्यसले ल सबले ल ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु bless you
आउनुहुन्छ खुसीहरू लगाइदिनुहुन्छ हाम्रो खुसी लगाइदिनु ल सबले ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु सबलाई लगाइदिउँ सबैले ल ओए मैले फेरि के गरेँ यो हो यो लो भान्जी म लगाइदिन्छु अब यही हो कि Happy birthday, Bande. Thank you, Manu. Thank you, Kiwan. Naam. के अरे तिमी लगाइदिन्छौ शिवा ह्याप्पी बर्थडे डिस्ट्रिक्ट लो अगाडि क्या डिस्ट्रिक्ट ल अरू अब छुट्न आउँदै क्यामेरामा साथीहरू आशा छ सबै भिडियो तपाईँहरूले हेरिसक्नु भयो होला बर्थडे पनि मनाइयो हाम्रो भान्जा श्री ऋष्टिकको ह्याप्पी बर्थडे भान्जा भन्न चाहन्छु फेरि वान्स अगेन र सबै भिडियो हेर्नुभयो होला लास्टसम्म भन्ने आशा राख्दै साथीहरू आजको लागि चाहिँ भिडियो यति नै हुन्छ यो बर्थडेको भ्लग ल्याउन अलि ढिला भयो साथीहरू नरिसाउनु होला सबैलाई माया छ यस्तै छ अब के गर्नु भ्लगहरू पेन्डिङमा थियो साथीहरू त्यस कारणले यो भ्लग ल्याउन पनि ढिलो भयो घर आउने बल्ल एडिट गर्ने बल्ल अपलोड गर्दाखेरि यस्तो भयो साथीहरू त्यस कारणले चाहिँ भ्लग ढिलो आयो नरिसाउनु होला र आजको लागि भिडियो यति नै हुन्छ च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब र भिडियोलाई लाइक गर्न नभुल्दैन भन्दै आजको लागि म सुरु गर्न चाहन्छु जय नेपाल।